जेन्जी आन्दोलनले तहस नहस प्रहरी संगठनमाथि सरकारको पनि प्रतिशोध। कर्तव्य निभाएकै भरमा कारबाहीमा पर्दै प्रहरी अधिकारी आदेश दिने भने मोजमा। प्रधानमन्त्री र गृहमन्त्री नै प्रहरीप्रति पूर्वाग्रही, बङ्गरा खुस्काउने सल्लाह दिने सुशीलाको खेल पनि उस्तै। जेन्जी आन्दोलनले तहस नहस भएको नेपाल प्रहरीलाई सुशीला कार्की नेतृत्वको सरकारले समेत प्रतिशोध साध्न थालेको छ। आन्दोलन गराउने वा गोली चलाउने आदेश दिनेलाई नछोएको सरकारले केवल कर्तव्य निभाएको भरमा प्रहरी अधिकारीमाथि डन्डा चलाएपछि यस्तो अवस्था बनेको हो। यसको ज्वलन्त उदाहरण डीआईजी बडुवामा देखिएको छ। नेपाल प्रहरीका 5 जना प्रहरी वरिष्ठ उपरीक्षकहरू एसएसपी आइतबार साँझ नायब महानिरीक्षक डीआईजीमा बडुवा सिफारिस भएका थिए। गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गाल नेतृत्वको बडुवा समितिले भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अभिनारायण काफ्लेलाई बडुवा सिफारिस गरेको थियो। तर 1 नम्बर वरियतामा रहेका विश्व अधिकारी भने बडुवाको सिफारिसमा छुटे। 2080 वैशाख 24 मा भएको प्रहरी वरिष्ठ उपरीक्षकको बडुवामा अधिकारी पहिलो नम्बरमा थिए। बडुवा समितिले पहिलो नम्बरमा रहेका अधिकारीलाई छाडेर अरूलाई सिरियल नम्बरका आधारमा बडुवा गर्न सिफारिस गरेको छ। यसको एकमात्र कारण उनी जेन्जी प्रदर्शनका क्रममा काठमाडौँ जिल्लाको इन्चार्ज थिए। जेन्जी प्रदर्शनपछि गठन भएको अन्तरिम सरकारका गृहमन्त्री ओम प्रकाश अर्यालले अधिकारीलाई काठमाडौँबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेका थिए। जेन्जी प्रदर्शनपछि काठमाडौँ प्रहरीको सेट नै परिवर्तन गरिएको छ। 2055 वैशाखमा प्रहरी सहायक निरीक्षकबाट प्रहरीमा सेवा प्रवेश गरेका अधिकारीले 2056 असार 3 मा इन्सपेक्टरमा नाम निकालेका थिए। त्यसपछि उनी आफ्नो ब्याचमा सधैँ 1 नम्बरमा रहेको प्रहरी अधिकारीहरू बताउँछन्। तर जेन्जी आन्दोलनमा भएको मानवीय क्षतिको कारण देखाउँदै उनीमाथि अहिले सरकारले प्रतिशोध साधेको हो। सधैँ प्रहरी नै मारमा। आन्दोलनमा सबैभन्दा बढी क्षति बेहोर्ने संगठन पनि अहिले प्रहरी नै हो। जेन्जी विद्रोहमा प्रहरीले भौतिक मात्र नभई ठूलो मानवीय क्षति समेत बेहोर्यो। प्रदर्शनकारीले प्रहरीका भवनमा तोडफोड आगजनी गर्नुका साथै गाडी जलाउने लुट्नेसम्मका काम गरेका थिए। त्यस क्रममा देशभर नेपाल प्रहरीका कार्यालय मध्ये करिब 450 भवन ध्वस्त भए। 1100 थाना हात हतियार लुटपाट भए भने प्रहरीका हतियार लुटेर पोजिसन लिँदै गरेको भिडियो तस्बिर प्रदर्शनकारी स्वयंले सार्वजनिक गरेका थिए। त्यस्तै 1963 प्रहरी घाइते भए। तर सबैको चासो जेन्जीका मृतक र घाइतेको पक्षमा मात्र देखिँदा देश जोगाउने र राष्ट्रको सम्पत्ति संरक्षणका लागि लड्ने प्रहरीको क्षति छायामै पर्यो। प्रहरीमा अहिले पनि कर्तव्य निभाएकै कारण आन्दोलनकारीले आफ्नो आँखै अगाडि सहकर्मीलाई कुटी कुटी मारिएको दृश्य ताजै छ। वर्दी फुकालेर आत्मसमर्पण गरेर बाँच्नु परेको पीडा हालै छ। ढल मिसिएको खोलै खोला भाग्दा पनि किनाराबाट ढुङ्गा वर्षाएको कुरूप दृश्य पनि आँखै अगाडि नाचिरहन्छ। यी घटनाले प्रहरी झस्किरहँदा विशेषतः काठमाडौँ उपत्यकाका त अधिकांश कार्यालयहरूसँगै प्रहरीका पोसाक समेत जलाइए। फलत चप्पल नै लगाएर ड्युटी गरिरहेका भावुक दृश्यहरू समेत थिए। अर्थात् खरानीको थुप्रोमै बसेर समेत प्रहरीले आफ्नो कर्तव्य निभाउन छोडेन भने दशैँपछिको विपदमा पीडितको उद्धार र पुनर्स्थापनामा समेत प्रहरी नै अघि थियो। यति मात्र होइन, आगामी निर्वाचनका लागि सबैभन्दा महत्त्वपूर्ण संगठन समेत प्रहरी नै हो। तर जेन्जी आन्दोलनपछि मनोबल गिरेको प्रहरी अझै तङ्ग्रिन सकेको छैन। केही समुदाय तथा विभिन्न सङ्घ संस्थाले प्रहरीको मनोबल उकास्न काम पनि गरिरहेका छन्। विस्थापित प्रहरी चौकीलाई पुनर्स्थापित गर्नेदेखि प्रहरी कर्मचारीलाई फुलमालाले स्वागत गर्ने सम्मका काम गरेका छन्। तर त्यतिले मात्रै प्रहरीको मनोबल उठिहाल्ने अवस्था छैन भने स्वयं सरकारको रवैया यसमा सबैभन्दा ठुलो समस्या बनिरहेको छ। फलत सर्वसाधारणको व्यवहारबाट पनि प्रहरीमाथि मनोवैज्ञानिक प्रहार भएको छ। जेन्जी आन्दोलनपछि मनोबल खस्किएको प्रहरीलाई सर्वसाधारणले ड्युटीमै रहेका बेला अपशब्द प्रयोग गर्दै धम्की दिइरहेका दृश्यहरू आइरहेका छन्। यही बेला सरुवा बडुवामा त्यो पनि मेरिटोक्रेसी मान्ने सरकारले गर्न थालेको चलखेलले अर्को चिन्ता जन्माएको हो। प्रधानमन्त्री र गृहमन्त्री नै प्रहरीप्रति पूर्वाग्रही। यो सरकार जेन्जी आन्दोलनका कारण बने पनि उनीहरूको निशाना प्रहरी होइनन्। कर्तव्य पालनाका क्रममा केही त्रुटि भए त्यसका लागि आदेश दिने तत्कालीन प्रधानमन्त्री गृहमन्त्री पहिले कारबाहीमा आउनुपर्ने हो। तर स्वयं प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्याल समेत त्यही प्रहरीको सुरक्षामा बसेर त्यही संगठनमाथि पूर्वाग्रही देखिरहेका छन्। यसैको उदाहरण भदौ 24 को हिंसात्मक प्रदर्शनमा सहभागी भएकाहरूलाई पहिचान गरी प्रहरीले धमाधम पक्राउ सुरु गरेको थियो। प्रहरीका हतियार लुट्नेदेखि वर्दी चोर्ने, कार्यालयमा आगजनी गर्नेहरू समातिएका थिए। तर त्यसको केही दिन र घण्टामै उनीहरू छाडिए। सो समयमा पक्राउ गरिएका अधिकांश जसोलाई सामान्य तारिखमा छाडिएको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरी कार्यालय जलाउने, तोडफोड गर्ने, प्रहरीलाई खोलै खोला लखेट्ने, हतियार लुट्ने, वर्दी लुट्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरेको थियो। तर गृह मन्त्रालयले विज्ञप्ति नै जारी गरेर कारबाही नगर्न भनेको थियो।
यति मात्र होइन, यो भन्दा पहिला जेएनजी अगुवा सुदन गुरुङ आफै प्रहरी कार्यालय उपस्थित भएर पक्राउ परेकाहरूलाई छाड्न प्रहरीलाई दबाब दिएका थिए। त्यसपछि गुरुङ गृह मन्त्रालय पुगेका थिए अनि हिरासतमा रहेकाहरू छुट्ने काम सुरु भएको थियो। यता प्रधानमन्त्री कार्कीले त जेएनजी आन्दोलनमा घाइतेहरूलाई प्रहरीको बङ्गरा खुस्काउनु पर्थ्यो नि भन्दै अराजक अभिव्यक्ति नै दिएकी थिइन्। भदौ 27 गते प्रधानमन्त्री भएपछि जेएनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न 28 गते बानेश्वर स्थित सिभिल अस्पताल पुगेकी उनको यो भनाइले प्रहरीमाथि सरकारले के मनोभाव राखेको छ प्रश्न भएको भन्दै आलोचना समेत भएको थियो। महानिरीक्षक नियुक्तिमा पनि प्रभाव पर्ने सम्भावना। एआइजी बढुवामा देखिएको यो पूर्वाग्रहसँगै अब महानिरीक्षक नियुक्तिमा समेत सरकारको हस्तक्षेप बढ्ने सम्भावना बढेको छ। वर्तमान महानिरीक्षक चन्द्रकुबेर खापुङ आउँदो 26 कार्तिकमा अनिवार्य अवकाशमा जाँदैछन् भने दानबहादुर कार्की बलियो प्रत्याशीका रूपमा देखा परेका छन्। मुख्य गरी खापुङको पालाबाट वरिष्ठतालाई आधार बनाइएको तथा देश राजनीतिक रूपमा संक्रमणकालीन अवस्थामा रहँदा कार्की चर्चामा रहेका पात्र हुन्। किनभने प्रहरीमा कर्तव्यनिष्ठ र इमान्दार छवि भएका प्रहरी अधिकारी मध्ये एक कार्की संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्तिका रूपमा प्रमाणित भइसकेका छन्। त्यस्तै वरिष्ठताको क्रमले समेत पहिलो नम्बरमा रहेका उनी अबको महानिरीक्षकका स्वाभाविक दावेदार हुन्। संगठनभित्र अत्यन्त रुचाइएका व्यावसायिक र स्वच्छ छविका धनी एआइजी कार्कीले राजनीतिक विवादहरूबाट पनि सधैँ आफूलाई टाढा राख्दै आएका छन्, जसले गर्दा नेताहरूको नजरमा पनि उनको राम्रो छाप परेको छ। राजधानी काठमाडौँ, प्रमुख पर्यटकीय नगरी पोखरा, तराईका सप्तरी र झापा लगायतका जिल्लाहरूमा साथै बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशका विभिन्न तहमा रहेर सफल कमान्ड गरिसकेका कार्की नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान गरेका अधिकारी मध्ये पनि एक हुन्। कार्कीले जिल्ला प्रहरी परिसर काठमाडौँ प्रमुख हुँदा शरणार्थी प्रकरणमा उच्च तहसम्मका व्यक्तिलाई कानुनी दायरामा ल्याएका थिए। संगठनमा भएको व्यापक राजनीतिकरण र आन्तरिक गुटबन्दीले प्रहरीको छवि धुमिल भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमाथि अनुसन्धान सुरु गरेर कार्कीले संगठनको साथ जोगाएका थिए। तर यसअघि नै उनीमाथि मिडिया ट्रायल हुँदा विश्व अधिकारीकै अवस्था त भोग्नुपर्ने होइन भन्ने प्रश्न र आशंका उब्जिएको हो। नेपालकै नम्बर 1 सोफा ब्रान्ड अब कैलालीको अत्तरियामा। अब पाउनुहोस् काठमाडौँकै मूल्य र गुणस्तरमा तपाईको मनपर्ने सोफा र फर्निचर। सोफा हब विश्वासको प्रतीक, सजावटको सान। सोफा हब धनगढी, सुदूरपश्चिमकै लागि। सस्तो, छिटो र भरपर्दो फाइबर नेट र आइपिटिभी भनेकै ग्लोबल आइएमए बैंक, सबैका लागि बैंक। सोफा हब विश्वासको प्रतीक, सजावटको सान। सोफा हब धनगढी, सुदूरपश्चिमकै लागि। अब अन्य सहरमा पनि तीव्र गतिमा सेवा प्रदान गर्दैछौं।